अचार व्यापार सुरु नै नगरी डुब्यो। हाई, आम मन्जिता, अ फूड इन्फ्लुएन्सर ट्राइङ टु स्टार्ट अचार बिजनेस इन नेपाल। हामीलाई जति आउँथ्यो त्यति गरेर अचार बनायौं। आई विल बी अनेस्ट, तीनटै अचार ध्वस्त थियो। यसपछि चाहिँ आई वाज होपलेस, बट देन अ ग्लिमर अफ होप appeared. I came across Jyoti ma'am. We got in contact and I trained under her for 10 days. Special training लिए मैले। यो दिनमा म्यामले मलाई अचारको हिस्ट्री, थियोरी, प्र्याक्टिकल, अचार पछाडिको साइन्स अनि कति थरी मसलासँग इन्ट्रोड्युस गरिदिनु भयो। 10 दिनमा मासुदेखि लिएर मुला, खोर्सानी, तामा र अरू अनेक अचार बनायौं। आफ्नै स्पेशल अचार मसला पनि बनायौं। यति भएपछि इट वाज सेफ टु से कि तपाईहरुले अचार चाख्न पाउनुहुन्छ। तर अब अचार बनाउने चाहिँ कहाँ? मेरो घरको सानो किचनमा त यो पोसिबल छँदै छैन। अचार बनाउने चाहिँ कहाँ? अनि बनाउने ठाउँ भेटिसकेपछि फ्याक्ट्री सेटअप, माई गॉड, सोचेरै दिमाग घुमिसक्यो। यसपछि के हुन्छ? वेट फर अनदर एपिसोड टु फाइन्ड आउट।